नमस्ते। आज हामी विश्व ऊर्जा व्यापारको यो जटिल संसारलाई अलि नजिकबाट निहाल्दैछौँ। हजुर। हामीसँग एउटा अनुसन्धान सामग्री छ, विश्व ऊर्जा व्यापारको आकार र प्रवृत्ति भन्ने। यसैमा आधारित रहेर कुरा गरौँ न? हुन्छ, एकदम। यो विषय निकै महत्त्वपूर्ण पनि छ। हो। हाम्रो उद्देश्य चाहिँ यसलाई अलि गहिरोसँग केलाउने, मुख्य कुराहरू के रहेछन् बुझ्ने। अब सुरु गरौँ यसको विशालताबाटै। यो त साँच्चै ठूलो क्षेत्र हो नि, हैन? एकदमै। यसको आकार त अब चकित पार्ने खालको छ। हो र? कति जति होला? विश्व व्यापार सङ्गठनको 2023 को आँकडा हेर्ने हो भने संसारभरिको कुल वस्तु व्यापार $24 खर्ब जति थियो। 24 खर्ब? हजुर। अनि त्यसमध्ये ऊर्जा व्यापार मात्रै झण्डै $4.24 खर्ब। 4.24 खर्ब। त्यो त कति प्रतिशत भयो? त्यो भनेको कुल व्यापारको लगभग 17.84%, मतलब झण्डै 18% जति। बाप्रे, 18%! झण्डै 5 भागको 1 भाग त ऊर्जाले नै ओगटेको रहेछ। हो नि। यसले के देखाउँछ भने ऊर्जाको मूल्य वा आपूर्तिमा अलिकति तलमाथि हुँदा पनि विश्व अर्थतन्त्रमा कत्रो असर पर्छ भन्ने कुरा। त्यही त। तर यो व्यापार सधैँ यस्तै थियो त कि पछि यस्तो भएको? खै, इतिहास त यसको लामो छ, हजारौं वर्ष पुरानो। हो र? सुरुमा त अब मान्छेले जनावरको शक्ति प्रयोग गर्थे, गधा, घोडा। पछि त्यो व्हेलको तेलहरूको पनि व्यापार भयो। ए, व्हेलको तेल? हजुर। तर अलि संस्थागत रूपमा आधुनिक ऊर्जा व्यापारको जग चाहिँ 18औं शताब्दीको अन्त्यतिर बस्यो। त्यो स्टिम इन्जिन आएपछि? हो, स्टिम इन्जिन र औद्योगिक क्रान्तिसँगै कोइला व्यापार सुरु भयो। अनि त्यसपछि त तेल र ग्यासको युग आयो होला नि? एकदम। 1879 मा पेट्रोलियम पत्ता लागेपछि त त्यसले बजारमा पुरै परिवर्तन ल्यायो। छिट्टै नै त्यसको दबदबा भयो। अनि ग्यास र बिजुली नि? 20औं शताब्दीमा प्राकृतिक ग्यास र बिजुलीको प्रयोग बढ्यो। बिजुलीको त झन् आफ्नै फाइदा छ। कस्तो फाइदा? त्यो प्रसारण गर्दाखेरि कम जाने, भण्डारण गर्न अलि सजिलो अनि सुरक्षित पनि, अरू ऊर्जामा बदल्न पनि सजिलो। हो, त्यो त हो। अहिले त झन् डिजिटल प्रविधिले गर्दा वास्तविक समयमै अन्तर्राष्ट्रिय स्तरमा बिजुली किन-बेच गर्न सम्भव भएको छ। भनेपछि यो लामो इतिहास पार गरेर हामी आजको अवस्थामा आइपुगेका छौँ। अहिलेको बजार संरचना कस्तो छ त? कुन इन्धन बढी चल्छ? अहिले 2023 को तथ्याङ्क हेर्दा सबैभन्दा ठूलो हिस्सा त कच्चा पेट्रोलियम र प्राकृतिक ग्यासकै छ। कति जति? दुईटैले कुल वस्तु व्यापारको करिब 6% ओगट्छन्। ए, दुवैले बराबर जस्तै? हजुर, लगभग। बिजुलीको अन्तर्राष्ट्रिय व्यापार चाहिँ अलि सानो छ, करिब 0.33% मात्र। ए, निकै कम रहेछ बिजुली त। तर यसको महत्त्व बढ्दैछ। अनि संसारले ऊर्जा कति खपत गर्छ अहिले? माग कतातिर जाँदैछ? 2024 को केही अनुमान छ? माग त बढ्दो छ। अर्थतन्त्र बढ्दै जाँदा ऊर्जा नभई भएन। 2024 मा माग करिब 2.2% ले बढ्यो भन्ने अनुमान छ। कति पुग्यो होला कुल माग? कुल माग चाहिँ लगभग 690 एक्जाजुल पुग्यो होला। एक्जाजुल? यो त कति ठूलो युनिट हो? हो, निकै ठूलो। अब आपूर्तिमा हेर्दा पेट्रोलियमले करिब 30%, कोइलाले 23% अनि प्राकृतिक ग्यासले पनि 23% जति ओगटेको छ। भनेपछि कोइला र ग्यास बराबर? हजुर, लगभग। तर प्राकृतिक ग्यासको माग चाहिँ अलि बढेको देखिन्छ, 2.7% ले। यसको मतलब त संसार चल्न चाहिने ऊर्जाको 3/4 भन्दा बढी, लगभग 76% अझै पनि जीवाश्म इन्धन, कोइला, तेल, ग्यासबाटै आउँदो रहेछ त। हो, एकदम। त्यो नै अहिलेको वास्तविकता हो। अनि नवीकरणीय ऊर्जा नि? सोलर, वायु, पानी, त्यसको अवस्था के छ? नवीकरणीय ऊर्जा सबैभन्दा छिटो बढिरहेको क्षेत्र हो। वार्षिक वृद्धि दर करिब 5% छ। 5% त राम्रै सुनिन्छ नि? सुन्दा राम्रो हो, तर कुल आपूर्तिमा यसको हिस्सा बल्ल 15% मात्रै छ। जम्मा 15%? हजुर। 5% वृद्धिले यो 15%लाई कति छिटो माथि लान्छ भन्ने कुरा हो। चुनौती ठूलो छ। हो त नि। खास गरी जब हामी बढ्दो माग पूरा गर्ने कुरा गर्छौं, अनि त्यो प्यारिस सम्झौताको 1.5 डिग्री सेल्सियसको लक्ष्य पनि छ। त्यसमाथि ऊर्जा पहुँचको कुरा पनि छ। अझै पनि संसारमा 76 करोड मानिस बिजुली बिना छन्। 2 अरब जतिसँग सफा चुलो छैन। हो, यो त झन् ठूलो समस्या। यही जटिलताको बीचमा अब चीन र भारत जस्ता देशहरू मुख्य खेलाडी बनेका छन्। कसरी? अनि माग वृद्धिको हिसाबले पनि यिनीहरू पहिलो र दोस्रोमा छन्।
उदाहरणको लागि चीन एक्लैले 2024मा संसारभर खपत भएको कोइलाको झन्डै 58% खपत गर्यो। 58%? आधाभन्दा बढी त चीन एक्लैले? हो। यसले के देखाउँछ भने उनीहरूको ऊर्जा नीतिले विश्व बजार र जलवायु लक्ष्यमा कत्रो प्रभाव पार्छ। हो त नि, यो त सोच्नै पर्ने कुरा भयो। यसलाई ऊर्जा रूपान्तरणको गतिमा पनि प्रश्न उठाउँछ होला नि? एकदम। नवीकरणीय ऊर्जा बढे पनि जीवाश्म इन्धनमा यति धेरै निर्भर रहँदा त्यो प्यारिस सम्झौताको लक्ष्य भेट्टाउन चाहिने गतिमा रूपान्तरण हुन सकेको छैन। यो गाह्रो कुरा हो। प्रविधिको मात्र कुरा भएन। पुरै आर्थिक औद्योगिक प्रणाली बदल्नुपर्ने हुन्छ। त्यसो भए आजको यो हाम्रो विस्तृत चर्चाको सार के रह्यो त? केही मुख्य बुदाहरू भन्नुपर्दा? मुख्य कुरा विश्व ऊर्जा व्यापार एकदमै विशाल छ, ऐतिहासिक रूपमा विकसित हुँदै आएको छ र आज विश्व अर्थतन्त्रको एउटा मुख्य आधार बनेको छ। र जीवाश्म इन्धनको दबदबा अझै कायमै छ। हो। अनि नवीकरणीय ऊर्जा बढे पनि त्यो वृद्धि पर्याप्त छ कि छैन भन्ने प्रश्न छ, किनभने एकातिर बढ्दो माग छ, अर्कोतिर जलवायु लक्ष्य अनि सबैलाई ऊर्जा पुर्याउनु पनि छ। अनि चीन, भारत जस्ता देशका नीतिहरूले यसको भविष्य कता जान्छ भन्ने निर्धारण गर्ने भए? एकदम। उनीहरूको भूमिका निर्णायक हुन्छ। यो सबै कुरा सुन्दा मेरो मनमा एउटा प्रश्न आइरहेको छ। भविष्यमा हामीले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपना, यी तीनवटै कुरालाई कसरी सन्तुलनमा राख्न सकौँला? गाह्रो प्रश्न हो। अनि के यो नवीकरणीय ऊर्जाको जुन विस्तार भइरहेको छ, यसको गतिले बढ्दो माग र त्यो जलवायु लक्ष्य दुवैलाई समयमै सम्बोधन गर्न सक्ला त? यो साँच्चै सोच्नुपर्ने विषय हो जस्तो लाग्छ। निकै महत्त्वपूर्ण प्रश्न हो यो।